सो हेलो एन्ड नमस्ते हजुरहरू स्वागत छ मेरो च्यानलमा यस दिन मगर आजको भ्लगमा तपाईँहरू स्वागत छ। अनि म चाहिँ मामाको घरमा आएर भ्लग स्टार्ट गरेर चाहिँ किनभने अहिले चाहिँ घरमा अलि रस थियो टाइम, त्यही भएर स्टार्ट गर्न पाएन हैन। अनि त्यति दिन अलिक सन्चो पनि थिएन, त्यसैले भ्लगहरू नै आएन, त्यसको लागि चाहिँ हामी सरी। अनि आज चाहिँ हामी कहाँ जानु लागेको त भनिदिनु। आज हामी ब्यारल घुम्ने हाम्रो जेडी दोस्तको ब्यारल छ हैन। अनि त्यसको लागि चाहिँ यसो सपोर्टको लागि भनौँ न, अब त्यतैतिर अलिकति भयो भन्नु नै पर्छ हैन। त्यस्तै कुराहरू पनि छ हैन। म सोबाट त निस्केँ हैन, अब रिजन पनि छ कस्तो भन्दाखेरि अब लाइक सो खोल्यो भन्दैमा हैन, एउटा आर्टिस्टलाई चाहिँ अब सोकै ठुलै मान्छे एउटा डाइरेक्टर भनौँ न मिसबिहेभ अब हात तानेर स्टेज लानु खोज्दाखेरि चाहिँ मेरो अब हुन्छ नि, मैले माइकबाट यताउति बोल्दै त्यसपछि डिस्क्वालिफाई हाल्यो। तर मलाई चाहिँ अब डिस्क्वालिफाई भन्न नसकेर आउनु गयो भनेर भने होइन। त्यो एउटा आज साथीको लागि चाहिँ त्यहाँ जाने हो, मेरो पनि कुरा छ होइन। ग्रुपहरू छ है, हामीले राखिरहेको छौँ। खोल्नु पर्यो भने टिआरपी झल्ला ब्याटल भूमिको है पोस्ट गर्नु। झर्ला ल त्यही हो है। हामी चाहिँ अब रेडी भइसक्यो, अब यस्तै छ अहिले। अब टक्क जाने बेला टक्क भेटौँला नि त है। वेलकम टु माई भ्लग है। फेरि दोस्रोचोटि देखा पर्न सफल भयो। दोस्रोचोटि देख्न सफल भएको छ। हाम्रो मेन पावरको पैसा खायो कसम यो भन्नाले हैन, हाम्रो मेन पावरको साउजी उहाँ नै हुनुहुन्छ हैन। मेन पावरको साउजी उहाँ नै हुनुहुन्छ। उहाँ कतिजना उडाउनु भयो अरे तपाईँले? अहिलेसम्म चाहिँ अरे सो गाइज हामी चाहिँ लाग्यो अब टक्क पारामा हैन। टक्क पारामा हामी चाहिँ लाग्यो हैन। मामा ल केही बोलिदिनु न त। लास्ट रिसिटिरहेछ ढिलो भएर है, पारा ततिर केटाहरू जहिले आउँछ भनेर यहाँ रासमा त देखाइदिने, कल गर्दाखेरि कलै नउठाइदिने। त्यही हो है केटा। अब कल चाहिँ उठाउनु पर्यो, घाम चाहिँ बवाल लागिरहेछ। अनि घाम चाहिँ कल पनि उठाउनु पर्यो होइन। अनि केटाहरूले पानी देखायो अरे कल नउठाएर, अनि अलिकति अप्ठ्यारो भयो। ल त्यही हो, हामी चाहिँ निस्केको होइन। अहिले त्यहीँ बाटोतिर के भयो कसो भयो हामी देखाउँला ल है त। ल अहिले भेटौँला। ल सो गाइज हामी चाहिँ यहाँनिर कहाँ आइपुग्यौँ रे? कहाँ आइपुग्यौँ? कहाँ आइपुग्यौँ हो? हामी कहाँ आइपुग्यौँ? हामी गौशाला। ल हामी गौशाला आइपुग्यौँ होइन। अनि टक्क जाँदै हो। अनि चट्ट सोको भ्लगहरू हेरिदिनु पऱ्यो। अनि अब आज सोमा जे नि हुनसक्छ, सपोर्टमा हुनु पऱ्यो। त्यही हो अब हामीले भन्ने। अनि अरू केही छैन होइन। अनि के हुन्छ त्यही थाहा हुन्छ होइन। अनि मैले अघि नै भनिसकेँ सब कुराहरू होइन। अब कुरा गर्छु भनेछ तिनीहरूले, कुरा गऱ्यो भने अब के हुन्छ हेरौँ। नत्र त्यहाँबाट अलिकति 5 मिनट पर पुलिस चौकी छँदैछ, जाने सोलाई के सान्ने, त्यसपछि पुलिस लिएर आउने, सो ठ्याप्पै है त। त्यही हो अब हामीले गर्ने। अब ल त्यही हो, अब बिस्तारै हामी जाँदैछौँ होइन। अहिले चाहिँ हामी गौशाला हो, पुग्नुपर्ने चाहिँ हामी इमाडोल हो। अब यहाँनिर एउटा काम छ सानो तिनो, टक्क त्यसपछि हामी भेटौँला है त दाजुभाइ। सो हामी चाहिँ होइन मामा हामी कसलाई पर्खिरहेको अरे? यो हामी चाहिँ हाम्रो मोट जोड विशाल सन्तोषलाई पर्खिरहेको हो, ब्लड ब्रदर्सको मेम्बर्सहरूलाई है। हामी आदि चाहिँ आइपुगिसक्यो है। टक्क लगाएर अहिले आएपछि भेट्नुपर्छ। अनि धेरै पछि ब्याक भएको छु, सब्सक्राइब गरिदिनु पऱ्यो, माया देखाइदिनु पऱ्यो, यता सबलाई देखाइदिनु पऱ्यो। ब्लगर सर ल त्यही हो है यहाँनिर। ल के छ नि मेन पावर ल त्यही हो है। चट्ट म धेरै पछि ब्याक भएको छु। अनि हामी चाहिँ अहिले गौशालामा पर्खिरहेको हो होइन। अनि टक्क लगाएर अब भ्लगहरू आउँदैछ, हामी चाहिँ अब जाँदै हो होइन। सोमा अब कस्तो हुन्छ के हुन्छ हेर्दै जानु होला। अनि केटाहरूलाई पर्खिरहेको छौँ होइन। पर्खिँदा चाहिँ हल्लाइसक्यो, पर्खेको आधी घन्टा हुन लागिसक्यो होइन। अहिलेसम्म नि आएको छैन। ल त्यही हो गाइज हामी चाहिँ बसिरहेको छौँ होइन, आएको छैन। अनि टक्क लाग्यो त हाम्रो इन्ट्रोडक्सन। अब यस्तो चट्ट सानो मिठो छोटो होइन। है केटाहरू आइसक्यो। ल हामी जाँदै हो, टक्क लगाएर केटाहरू पनि आइसकेको छन्। अब टक्क भेटघाट हान्नुपर्छ होइन। टक्क अब त्यस्तै हो होइन। अनि पारामा अब हिँड्नुपर्छ, त्यही हो। अनि के बोल्दिनु म त भ्लगमा? के बोल्नु छ अब, के बोल्नु यार होइन। चित्तै बुझाएको छैन मा कसम होइन। मनमा लागेको कुरा आएर भन्थे होइन। प्रोड्युसर टाउकेले अब टाउकेको टाउकोमा भन हानेर माटुक्ने हुन्छ कि होइन, केस गरेर हुन्छ कि म कुरा मिलाउँछु होइन। ब्याटल भूमिबाट डिस्क्वालिफाई हानेको छ
डिस्क्वालिफाई भन्न नसकेर आउट भनेको छ होइन म्यासेज गर्ने तरिका भएन आजसम्म तेरो स्टेज लाइनको तरिका भएन होइन मैले यो कुरामा त्यहीँ पनि गरे हो फेरि पनि गर्छु होइन म कस्तो अवस्थामा छु तिनीहरू कसैलाई थाहा छैन क्या मैले भनिसकेँ त्यही पनि बुझ्दैन होइन पछि थाहा हुन्छ होइन त्यही हो ल है हाम्रो यहाँ फेरि आइसकेको छन् ल ल वेलकम टु माई भ्लग है ल के छ हाम्रो हालखबर ल सबलाई वेलकम छ है भ्लगमा हाम्रो ल वेलकम छ है हाम्रो भ्लगमा है त ल ओ हाम्रो यहाँ फेरि मोटेमा उसको नाम पनि पिकी नै हो फेरि ल वेलकम छ है भ्लगमा है ल जाम केटा हो त्यही हो केटाहरू फेरि सकेको छौँ होइन अब चाहिँ जानुपर्ने हुन्छ होइन वाइल्ड भयो आएर अनि अब हिँडेको ल है केटाहरू यहाँ छन् है टक्क लाएर ल अब चाहिँ हिँडेको होइन अब बाटोमा के हुन्छ कस्तो हुन्छ देखाउँदा टक्क लाएर त्यही हो अहिले पछि भेट्नुलाई है ल सोही गाइज हामी चाहिँ हिँडेको होइन कहाँ पुग्यो अरे हामी केटाको कहाँ पुग्यो अरे कोटेश्वर 32 टाउन है साउथ टु होमी रेकर्ड्स है साउथ टु होमी रेकर्ड्स हाम्रो केटाहरू पनि आउँदैछ अहिले उद्घाटनको लागि बोलाएको छ त्यो गोरखुको पुलको त्यही भएर हामी जाँदैछौँ नयाँ पुल निर्माण भइरहेको गाइज हामी चाहिँ पुग्न लागिसक्यौँ होइन अब केटाहरू अगाडि छन् होइन अब हामी चाहिँ ब्याटल पुग्न लाग्यो यहाँबाट यस्तो छिर्नुपर्छ होइन अनि त्यही हो अब केटाहरू यहाँ हाम्रो माया गरिदिनु पऱ्यो हाम्रो केटाहरू फेरि छन् है छन् केटाहरू छन् होइन त्यही हो ल टक्क लगाएर अब हामी चाहिँ जाँदैछौँ होइन अब यस्तै छ होइन चट्ट बिस्तारै एकदम गर्मी छ है गर्मी छ छाता छैन मैया छ सैया छैन हो जस्तै भइरहेछ भन्जालाई एउटा सब्सक्राइब सँगसँगै लाइक सँगसँगै सैया पनि एउटा भन्जालाई ल है त यति चाहिँ गरिदिनु पऱ्यो होइन माया गरेर अब हामी चाहिँ माया गर्ने होइन टक्क लाएर ए अगाडि छ होइन हाम्रो गाइजहरू ग्याङहरू अगाडि छन् ब्लड ग्याङ है ल है यही हो है ल ल है हामी चाहिँ पुग्न लाग्यौँ होइन टक्क लाएर अब जानुपर्छ होइन के कस्तो आइरहेछ होइन अब क्यामेराहरू राम्रै आइरहेछ जस्तो लागिरहेछ मलाई चाहिँ होइन जहाँसम्म लाग्छ राम्रै आइरहेछ तपाईँहरूले भिडियो हेर्नुहुन्छ माया देखाइदिनुहुन्छ भन्ने आशा गर्दै होइन टक्क लाएर अब हामी चाहिँ पुग्न लागिसकेको छौँ यही हो है टक्क लाएर यही हो है तल हल्का हिलो हिलो रहेछ है बाटो अलि हिलो हिलो रहेछ यार ठिकै छ त्यही पनि हिलो भयो नि जानै पऱ्यो यहाँसम्म स्ट्रगल गर्दै आइसक्यौँ जाने केही ठुलो कुरै भन्नु है हामी चाहिँ आइपुगिसकेको छौँ है टक्क है यही हो है आइसकेको छ अब यस्तै छ है के हुन्छ पछि टक्क अहिले त्यो केरानी जब बस्नु होइन अनि यहाँ छन् है ल केराहरू अझै यहीँ छ स्टिल होइन यहीँ छन् है सबै छन् है सबैको आफ्नो छ है छैन यार मेरो त छैन यार होइन कि क्या हो होइन म हो होइन म हो तर त्यो चाहिँ होइन हुन चाहिँ हो तर पुरै चाहिँ होइन यहाँ तर सुनेर बस्नु त्यही है अब चट्ट बस्नु पऱ्यो पानी सानी खाने हो 28 बनाएको त्यही है चट्टा बस्नुपर्छ पानी सानी खानुपर्छ चोटसोट खानुपर्छ भित्र सिर्नुपर्छ होइन अनि टक्क अब अहिले चाहिँ केही भयो नक्रासबाट भयो तिमीहरूलाई देखाएको छु केटा हो हेर्नु पऱ्यो भ्लग सब मुजी धेरै चट्ट लाएर मुजी चट्ट हेर्ने मात्र होइन क्या मुजी सब्सक्राइब त्यहाँ रातो बटन छैन तिमीहरूको मुजी फोनमा थिच्नु पऱ्यो क्या त्यो अलिक साइडमा टक्क लाएर यस्तो हो कि हामीले चाहिँ अहिले मुजिक बजाएर म्युजिक बिट बजाएर हामीले चाहिँ ऱ्याप हान्न लाग्छ म्युजिक सुनिदिनु होला ल एउटा रिमाइन्डर है सबैलाई यो साइडमा यो जुन ब्याटल भूमि भनेर लेखाएको छ नि त्यो पम्पलेट फ्लेक्स वरेभर लसो गाई अहिले चाहिँ नि ब्रेकको चट्टा लगाएर बसिरहेको भिडियो गरेको भिडियो भएको रहेछ क्या ल होइन
अनि चट्ट जिब्रेको अनि टक्क लाएर यहाँ बाहिर बसेर सुट तान्नलाई बाहिर निक्लेको टक्क केटाहरूसँग अब यहाँ सबजना एनर्जी लो भएर के गर्ने अब यार होइन यस्तो एनर्जी लो भइसकेको छ अनि अब के गर्ने त अब ल के छ त अब यतातिरको मामा के छ प्लान अब के छ त प्लान अब भ्लग गरिरहेको छ न त डाइलग भेट्थ्यो प्लान खतरा छ हाम्रो अब कस्तो प्लान छ तपाईँको अनएक्सपेक्टेड प्लान छ कसैलाई भन्नै नमिल्ने सिँगारे टाइम आएको छ ए मुजी नाच्ने क्यामेरा उता लगा मुजी झन् कति गरिदिने यार अब यस्तै छ है मोटे माम्स के छ ए त्यही हो ल है यस्तै छ हल्का अल्छी लागिरहेछ अहिले भेटौँ है ल है केटा हो हामी चाहिँ अब सो सक्यो होइन हाम्रो चाहिँ पालो आयो अनि हाम्रो चाहिँ पालो आएर अनि हामी चाहिँ अब घरतिर हिँडेको होइन ए घरतिर अरे हामी चौकीतिर जानु लाग्यो होइन चौकी जाने हो कहाँ जाने हामी चौकी जानु अब हुन्छ क्या त्यसपछि कुरा हुन्छ ल त्यही हो हामी चौकी जान्छौँ चौकी गएपछि चाहिँ अनि के हुन्छ कस्तो हुन्छ त्यहाँनिर अब भिडियो गर्न मिल्यो भने भिडियो गर्छु मिलेन अनि भोइस हालिदिन्छु म है त ल यति भन्दै अहिले भेटौँ गाइस हामी चाहिँ यहाँनिर बसिरहेको छौँ अनि चौकी चाहिँ त्यहाँनिर छ अगाडि अनि त्यही हो हामी चाहिँ यहाँनिर बसिरहेको अब अहिले त्यहाँनिर गएर त्यही हो है ल हामी चाहिँ यहीँ बसिरहेको हो अनि टक्क अहिले अब के हुन्छ कस्तो हुन्छ देखाइहाल्छु तपाईँहरूलाई अनि यहीँ हामी केटाहरू त्यही छन् होइन यति छन् होइन टक्क लाएर अब के हुन्छ कस्तो हुन्छ देखाइहाल्छु अनि चौकी चाहिँ उता पर छ होइन चौकी चाहिँ त्यहाँ छ क्या टक्क लगाएर होइन केटाहरू गएको छन् अब के हुन्छ कस्तो हुन्छ देखाइहाल्छु अनि केटाहरू आएपछि अब हामी चाहिँ सबै यत्रो जानु के भित्र जानु हुन्छ नगएको केस हाल्नु मात्रै गएको हो केस हाल्नु के गर्छ अब अहिले पछि के हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई देखाइहाल्छु तपाईँहरूले हेरिदिनु पऱ्यो होइन अनि त्यही हो अब यहाँनिर बसिरहेको होइन ल अहिले अब केटाहरू आएपछि भेट्छु न त केही भन्नु देखाउनु है ल है आइसक्नु भयो ल के भयो भनिदिनु त चौकीमा चाहिँ अब त्यही हो अब खोला भन्दै थियो होइन उता त्यो मान्छे चौकी छैन पहिला छेउमा होला भन्दै थियो अनि अब हामी चाहिँ अहिले यता जाँदैछौँ होइन अब हाम्रो केटाहरूको प्याडल छ मेन हामी बुझ्न गएको त्यो भएर छोडिदिएको हो अब हामी उता जोरपाटी पुग्ने बेलासम्म अब सायद हाम्रो केटाहरूको सकिन्छ भनौँ न अब लास्ट प्याडल बाइक चाहिँ त्यही नै होइन लास्ट हाम्रो हाम्रो एभ्रिडे स्याबिसको प्याडल छ उसको सकिसकेपछि चाहिँ अब हामी उतै गएर कुरा गर्छौँ एकचोटि ल त्यही हो है त हामी जोरबारीतिर गएर के हुन्छ कस्तो हुन्छ देखाउँछौँ त्यही हो हेरिदिनु होला केटाहरू चाहिँ आउँछ आइसकेका छन् है त ल कस्तो गाइस हामी चाहिँ निस्केको अब सो सकिसकेको छ अनि हामी चाहिँ अहिले गइसकेको छौँ ल केटा हो के छ हाम्रो यहीँ छ हो ए यतै हो लडिङ छ अहिले केटाहरूको चाहिँ अब चट्ट पारो हुँदैछ होइन हामी चाहिँ जाँदैछौँ गाडीमा छ होइन अब टक्क लगाएर अहिले पछि केटाहरू छुट्टिने बेला भेट्नुपर्छ त लस गाइज हामी चाहिँ बौद्ध घुम्दैछौँ होइन टक्क लगाएर बौद्ध कोरा हान्दै हो अनि हामी तिनजना छौँ होइन टक्क लगाएर अब बारीहरू सबजना छुट्टिसकेको छौँ लास्टमा हुने भने तिनजना मात्रै रहेछ अनि अगाडि जतिजना देख्नुभयो के भयो होइन अनि आजको भ्लग के कस्तो लाग्यो तपाईँहरूलाई अनि लाइक सेयर कमेन्ट गरिदिनु होला अनि त्यस्तै भयो होइन अनि भिड छ बौद्धमा बौद्धमा भिड छ होइन अनि त्यही हो यहाँनिर बवाल भिड छ है कोरा हान्नको लागि बवाल भिड छ तपाईँहरू पनि आउनु कोरा हान्नलाई म चाहिँ घुम्न आएको बौद्ध होइन अनि कस्तो छ त होइन बौद्ध गेटभित्रबाट छिरेर यहाँ यता अब हाम्रो दाईहरू दाई होइन अब के अरे हाम्रो बिग दाई होइन अनि हाम्रो वाइबा दाई होइन दाईहरूलाई साउट दिएको है यसो भेट्न त मन चाहिँ के गर्नु दाईहरू काम छैन मेरो रुमाल सम्झिने बोकेर त्यही हो है अब के कस्तो लाग्यो भ्लगहरू अनि त्यो केसको बारेमा चाहिँ के भन्यो अहिले अब रात पनि परिसकेको छ अब त्यसको चाहिँ अब भोलि हामी अफ क्यामेरै हुन्छ सबै कुराहरू पछि के भयो कसो भयो हामी तिनजना बसेर भनौँला नि होइन अनि त्यही हो अब यस्तै छ भ्लगहरू होइन ब्लग पनि ल
दस है गाइज हाम्रो अहिले चाहिँ अब 8:30 भइसकेको छ होइन अनि यतानिर छन् होइन हाम्रो गाइजहरू अनि अब आजको लागि चाहिँ यति नै अनि थ्याङ्क यू फर वाचिङ अनि इट्स बोय विपिन मगर अनि थ्याङ्क यू फर वाचिङ होइन लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद अनि यति भन्दै बिदा माग्न चाहन्छु अर्को भ्लगमा भेटौँला बोय हस् जय नेपाल।